यो प्रान्स कहाँ गयो बाबा के हो हेलो भन्दै हेलो भन्दै हाई भन्दै आयो यता 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 तल कालो हेलो एभ्रिवान वेलकम टु आवर ब्लग आज चाहिँ हामी यता कुन रे बुद्ध पार्कमा हामी घुम्न आएको छौँ अङ्कल म आन्टी बहिनी देख्न सक्नुहुन्छ हामी सानो मान्छे यता छिन् यता चाहिँ देखिन्छ यस्तो राम्रो छ हरियाली अब चाहिँ हाम्रो बहिनी चाहिँ उता खेल्न जाँदैछिन् उता सानो यो पार्कमा अब यतै खेल्दैछिन् जाऊ अन्वी माथिबाट चढ यता आन्टी चाहिँ यता पिङमा उसले चाहिँ डराएर चाहिँ नखेल्ने भन्छ यता चाहिँ आन्टी अब बच्चा जस्तो आन्टीको अवस्था देख्न सक्नुहुन्छ यसो लडेर हरू त छन् यहाँ देखाइदियो यहाँ खेल न यहाँ कस्तो रमाइलो छ ल आन्टी यता छ पिङ सानोलाई यता छ ओ मम्मीले खेल्नुहुन्छ हेर न यता आन्टी यता पिङ छ के बोल्ने आउँदैन के बोल्नु ल देखाइदियो मजा आउँछ फेरि अब यहाँ म बसाल्दिउँ यहाँ तिमी र मम्मी मम्मी र नानु मम्मी र तिमी जाने रे मम्मी पनि जाने रे आन्टी अब चाहिँ हामी चाहिँ खेल्दैछौँ आउनु अङ्कल ओर्छ नि स्कुल सानो भयो आज पनि स्कुल सानो भयो त्यहाँको दिमाग हेर्नु न कहाँदेखि कहाँ दुख्रिनु भइज त
ठुलाले खेल्दैनन् भन्ने कुरा थियो नि त यसलाई ठुली पनि स्कुल सानी भयो भने त खेल्न हाई गरिदेऊ त मम्मीले हाई छोरो आऊ आऊ तिमी यहाँ बस्नु दिदी यहाँ बस्नु ल सँगै सँगै भयो ल 3 2 1 गो रै टाको जला सुर लाग्ला भयो अब ले यहाँ बस आऊ भयो ल चिप्लिन न अब यसमा ल आऊ ल पछि पछि ल आऊ ओ रोकेर है टाउको तल गर है टाउको तल गर टाउको तल हो आऊ ल आऊ मेरो खुट्टा पानीमा गयो ए सुन्नु म बेसी गर्छु सुने कस्तो लागिरहेछ त एकदम रमाइलो 30 रुपियाँमा सबै गेम खेल्न पाइए बच्चाको मौकाले सबले मजा हाई गाइस हेलो के छ खबर ओ हाई के छ रमाइलो हुँदैछ हाम्रो अब चाहिँ हामी यसो लाइट सब एकचोटि राउन्ड हान्छौँ त्यसपछि हामी फर्किन्छौँ होइन हेलो डगी हामी चाहिँ त चिप्लेहरू सबै खेलेर हामी त आइसक्यौँ अब हामी फेरि उयो जान मिल्दैन र जहाँ मन्दिरमा दर्शन गर्न माथि ज्योति नगरको पार्क चिल्ड्रेन पार्कमा हामी घुमेर नै आइसक्यौँ गाइस यता चाहिँ कति धेरै बाँदरहरू पाउने रहेछ यता पुरै बाँदरहरू भेट्यौँ हामीले अघि चाहिँ हामीलाई चाहिँ हाम्रो भिडियो बनाइदिनु न भिडियो हाय मुङ्कीले देखेँ मुङ्की ऊ पर गएको कहाँ छ मङ्की ऊ रुखमा जाउँ न त यता चाहिँ कति राम्रो ठाउँ छ हेर्न सक्नुहुन्छ यस्तो राम्रो अब चाहिँ हामी यहाँबाट फर्किन आँटिसक्यौँ गाइसहरू 5 नि बजिसक्यो अब यता चाहिँ 5 बजी चाहिँ पार्क बन्द हुने रहेछ अनि अब हामी चाहिँ फर्किन आँटिसक्यौँ अब अङ्कल आन्टीहरू गइसक्नुभयो अब यता चाहिँ कस्तो राम्रो सिन छ गाइस देख्न सक्नुहुन्छ यस्तो हरियाली यस्तो राम्रो ठाउँ छ नि त देख्न सक्नुहुन्छ हेर्नुहोस् त कस्तो राम्रो ठाउँ छ यता चाहिँ ड्रेसहरू पनि त्यो कल्चरल ड्रेस परिहरू पनि हुँदो रहेछ लगाउन मिल्ने रहेछ यता चाहिँ कस्तो राम्रो सिन छ गाइस पुरै हरियाली अब चाहिँ हामी फर्किन आँटिसक्यौँ
यता चाहिँ बुद्धबाट चाहिँ पानी पनि आउने रहेछ। यता चाहिँ कस्तो राम्रो सनसेट भइरहेको गाइस, माथि देख्न सक्नुहुन्छ। त्यहाँमा चाहिँ कस्तो राम्रो सनसेट भइरहेको। अब चाहिँ हामी जान आँटिसक्यौँ। गाइसहरू। यता चाहिँ अहिले 1 घन्टा जति यताहरू रमाइलो गरेर घुमेर अब चाहिँ हामी